हेलो गाइज, आज नयाँ भ्लगमा हजुरहरूलाई स्वागत छ। गाइज आज चाहिँ यहाँ भाइहरूले चटपटे बनाउँदै रहेछन्। चटपट खाइदिने हो आज। चटपट बन्दैछ। यहाँ प्याज टमाटर काट्ने मान्छे यो अर्को भाइ यहाँ प्याज ल्याउन गइसक्यो। मेरे से पिरो कोई मन्दा पिरो कोही खान सक्छ के? चटपटे मेरो चट पारामा नुन सिसानी डालेर अमुक हालेर हुँदैन नि। खाउ चटपट जिरो हुन्छ लटपट गुलियो पिरो चिल्लो अमिलो सबै पाइन्छ। चटपटे बनाउँदैछन् ल गाइज। ल फाइनली हाम्रो यहाँ प्याज हाम्रो टमाटर प्याज काट्न लागिसकेको छ। यो बाले हो कि के चस्मी हो यो त्यो अफेरि हल्ला नगर मान्छे यो सिसीको ट्याउरो यो अझै लियो भीम खै हो हाम्रो लियो भीम खै उता अर्केन यो एक दुई स्किल देखाउन सकिन्छ यो यहाँ झर्ना त पार्दैन हेर्नु है। यस्तो खालि यस्तो हुँदाखेरि प्याजलाई त्यो मासुमा हाल्छ नि त गराएर के त्यो हाम्रो लाममा हाम्रो सिकाइरहेछ। मैले यसलाई सिकाउँथे। जस्तै गाइस सुकिया गु भन्दा नि क्या एउटा यहाँको एकदम मेन लिडर सेक भन्छ नि, जस्तो एउटा होटलको पनि कुक जस्तो एउटा सेक हुन्छ नि, त्यस्तै यताको पनि म सेक भए कारणले गर्दा सबैले सिकाउनुपर्छ। एउटा कला भन्ने चिज सबै मान्छेलाई आफ्नो कला सिकाउनु कला र गला हुनुपर्छ केही चिज गर्न। अनि ल प्याज कसरी काट्छ ल यस्तरी हेर्नु है। ल तपाईँहरूलाई पनि सिकाउँछ अहिले। अलि स्टाइल चाहिँ अलि गज 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 काट्न गज काटेको चाहिँ गाइज अहिले आउन जान सक्छ। त्यसै नो रिस्क। लाइफमा रिस्क लेने का नहीं देने का है। गर्नुपर्छ। यति यति भयो गाइज। यतिकै होइन के यसलाई पनि खच हान्ने हो। यसलाई यति यो ठुलो हुन्छ नाइ चप त किन सिकाइरहेको गाइज मैले नजान त किन जान्ने बढी पर्छ हामी त यस्तरीले यसको एकको थोलो प्याज काट्छ सोलो गाइज यहाँ भइसकेछ प्याज कटिङ। यो फालिस है त के अरे योलाई काट्दिस है दामी हुन्छ। हान्छु यसलाई झ्याममा ढल्छ यो ड्याममा खान्छु चटपटे ल्याममा गाइज। लाने त नौने आन्छ भरत मेरो नाम चाहिँ के अरे उसको नाम चाहिँ भरत भाइ हो। दियोस् अहिलेसम्म गरेछ अहिले प्रगति जिन्दगीमा अरू गर्न नसके। भरत के आगे कोई बोल सकता है क्या? ओ हाम्रो स्पिड है ल स्पिड बढ्यो मुभमेन्ट स्पिड काट्ने यार अलि आज अलि कुमाइलले अलि तारिफ गरेर खुसी भयो होला नहोस् धेरै खुसी मैले सिकाएर जस्तो लाग्छ। ल गाइज अब टमाटर कटिङ हाल्छु। यसको गाइड हालै स्टाइलै मन पर्ने यसलाई रेड चिकन हानिदिनु गाइज यसको यस्तो फाल्ने त्यो नभए टमाटर खर्च हुन्छ। यस्तो फाल्ने गाइज डिल बस्यो नि त्यहाँ सेटिङ हान्ने यस्तरी यस्तो छड्के काट्ने सिधा नकाट्नु गाइज। कुन चाहिँ देखाएको छु र सिधा काटेपछि हल्का टमाटर पछि राम्रोसँग काट्नु गाइज। अम्बो टमाटरको पिसहरू सानो 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 भइसकेपछि बहुत चिसो छ फ्रिजमा राखेको टमाटर रहेछ। टन्सिल होला अन्य डर लागेको। फेरि के अरे यो आजसम्म सुल्टो काटेको देख्नु भयो त आज यहाँ उल्टो काटिरहेको यस्तो गाइज अब ठेला खोल्ने भनेको चटपटे पसलको तपाईँहरू खाने आउनुहुन्न अब तपाईँहरू यता आइदिनु पऱ्यो के। लोकेसन कता हो? लोकेसन बारीबाट चोकमा घरको घरमा टोलको चोकमा होइन तपाईँहरू आउनु पहिला बार्नेबार चोक हल्कै भित्र ल हाम्रो ऱ्याप हानिदिनु त ल यौ हामी खाना लाको चट के अरे त्यो उयोवाला ऱ्याप गाइदिनु पऱ्यो क्या। लाइटर दे
छैन मसँग ए ऱ्यापरको पनि कमी छैन उहाँले चाहिँ अहिले खुर्सानी खै खुर्सानी लिएर ओ चटपटेमा मिठो भएन खुर्सानी ल्याए यो खुर्सानी ल्याए ओ 3 स्टार मोबाइल सेन्टरमा आउनुहोस् तपाईँलाई जस्तो भने त्यस्तै मोबाइल तलदेखि माथिसम्म छानेर हरियो पिरो चट्ट पारेर आइफोनदेखि लिएर एन्ड्रोइडसम्म सबै फ्रीमा पाइन्छ फेरि उहाँको दोकानमा मोबाइल किन्न आउनुभयो भने चटपट फेरि हुनेछ हो कि नै गाइस यहाँ हेर्दिनु सबै यहाँ ल बइसकेको छ रेडी यहाँ प्याज टमाटर चाहिँ काटिसकेको छ यहाँ जान्छ मस्त मसलाहरू ल्याउने तरिका पनि गाइस छुट्टै ओ एकैचोटि हो यो गाइस ल हामी अब 3 जना मात्र छौँ त्यसैले धेरै नखाऊँ भनेर जस्ट 100 रुपियाँको मात्र यसमा किनेको जान्छ यो सल्ट नुन ए रन्डी धेरै हालि औषधिको डब्बा ल्याइको गाइस यो भनेको चुको घरको ओरिजिनल यहाँ जान्छ यो मसला हेर्न सक्नुहुन्छ हल्का रान्ला पिरो छैन के पिरो छ लास्टै अहिले पिरो भएन भने गाइस थप्न मिल्छ लास्टै यो के हो ल मसला ए जिरा मसला ए धेरै नाल कुटेको यो ल गाइस ल यो भिडियोमा तपाईँले सपोर्ट गर्नु भने अर्को भिडियोमा यहाँ मर लिन्छ के यहाँ जान्छ अमिलो मलाई नसिका न यो भिडियोमा तपाईँले सपोर्ट गर्नुभयो भने अर्को भिडियोमा 2 को सट्टा 8 चम्चा 4 चम्चा पिरो हालेर खाने हो ल्यान्ड टाढै गएर हामी पिकनिक खाएको हालिदिन्छौँ ल गाइस यो जान्छ वाइ चुप लाग्न ओ केटाहरू यहाँ चाउचा फुटाल्छन् आफूलाई खाने मन लागेको गाई हुँदै के क्या खाइदिनु रहेछ यहाँ जान्छ यो 2 जना बहुत कसिरहेका छन् त्यस्तो चिजमा हात हाल्छ यार गाइदिनु होला धपाउँछु अहिले एक्लै लगाइ चटपट बनिसक्यो अब म चाख्छु है ल गाई चाख्नमा चाहिँ म नि नम्बर 1 हो अमिलो चाहिँ लागेको छैन ल डेढ गएको अमिलो जस्तो छ यो घरको खबालले सबै चाहिँ नहाल राखेर गाइज म भगवान् पशुपतिनाथलाई प्रार्थना गर्दैछु खाने बेला कोही नआओस् आउनेहरूलाई त मैले आयो भने झ्याउ हुँदैन क्या सबैजना बान्नुपर्छ नापा खानुपर्छ ल गाइस अब हामी खान्छौँ ल गाइज मोबाइल यस्तरी घुमेछ है मेरो चम्चा गाइबो गाइज लौडा यो लाग्न यहाँ ल्याएन त चम्चा मेरो चम्चा ल्याऊ है त्यो मेरो मुन्जी ल भित्र जाम राम्रो सुन गाइस भित्र जाम न मुला नै गाइज यो सिसीको टेबल चटपटी लागि भाङ्नु लाग्थ्यो ल गाइस चुक हाले सुक ठिक छ धेरै हाल्दैन त्यसमा मिठो अखा बलिउड भगवान चटपट भ्याइसकेको छ गाइस सबैका रातामुखा मुख भइसक्यो यहाँ सबको नाकबाट सिगार पनि झरिसकेको छ बाबु बाबु च्यालेन्ज गर्नेको चाहिँ हामीले दियो यस्ता डर त चढा खाइदिनु खानामा त डाउट छैन है फाइनल चटपट भ्याइसक्यो अब यहाँ 4 बस सप काम गर्ने 2 जना मलाई एउटा त कानमा हान्नुलाई दाइलाईबाट छ अब यहाँ झगडा हुन्छ लास्टमा हुने हो यहाँ झगडा भनेको हेर्नु गाइस जसको शक्ति उसकै भक्ति जेले ल गाइस अब यहाँ सफा हुन्छ
सफा भइसकेपछि त्यसपछि